हजुरहरूलाई बुनुज नेपाली किचनमा स्वागत छ। आज यमरी पूर्णिमाको दिन हजुरहरूलाई यस भिडियोमा यमरी बनाएर देखाउँछु र यमरीका सामग्रीहरू। यमरी चाहिँ चामलको पिठोबाट बनाइन्छ र मैले चाहिँ चामलको पिठो लिएकी छु। मैले यो बोलको 2 टाइम्स पिठो लिँदैछु। यहाँ चाहिँ मैले भुटेको तिललाई हल्का ग्राइन्डर गरेर लिएकी छु। बदामलाई पनि भुटेर हल्का ग्राइन्डर गरेर लिएकी छु र सुकेको नरिवललाई कोरेसम्म कोरेर लिएकी छु। अनि सक्खरलाई मैले मसिनो बनाएर लिएकी छु। यसै गरी मैले घरमै बनाएको घिउ लिएकी छु। यमरीको लागि डो बनाउँदा चामलको पिठो लिनुपर्छ र मैले यो बोलको 2 टाइम्स पिठो लिएकी छु। डोलाई नरम बनाउनको लागि घिउसँग मुस्नु पर्छ र त्यसपछि त्यसलाई मनतातो पानीमा मुस्नु पर्छ। हेर्न सक्नुहुन्छ हाम्रो डो रेडी भइसकेको छ। अब यसलाई 15 मिनेटसम्म कपडाले छोपेर राखेकी छु। अब यमरीको फिलिङको लागि मैले यहाँ कराई बसालेकी छु। त्यसमा मैले थोरै पानी हाले, साथै सक्खर पनि हाले। पानी हालेकोले हाम्रो सक्खर डढ्दैन। यसलाई एकछिनसम्म पकाउनु पर्छ। हाम्रो सक्खर यतिको भइसकेपछि हामीले अघिको भुटेको तिल, सुकेको नरिवल, भुटेको बदाम र घिउ राखेर मजाले मिक्स गर्नुपर्छ। र यसै गरी हाम्रो यमरीको फिलिङ पनि रेडी भइसकेको छ। अब मैले यमरीको लागि पानी उमाल्न राखेकी छु। डोलाई राखेको 15 मिनेट भइसकेको छ। यमरी बनाउनको लागि हाम्रो डो पर्फेक्ट भइसकेको छ। तेल दलेर अलिकति पिठो लिएर गोलो बनाउनु पर्छ। गोलो बनाउँदै जाँदा हामीले तलतिर चाहिँ चुचो बनाउँदै जानुपर्छ। तल चुचो बनिसकेपछि माथि औलामा तेल लगाएर प्वाल पार्दै त्यो प्वाललाई ठुलो बनाउँदै जाने। अब अघि मैले बनाएको चाकु यो यमरी भित्र हाल्दैछु। चाकु यमरी भित्र हाल्दा एकदम ध्यान पुर्याउनु पर्छ, किनभने यमरी सेतो हुन्छ। चाकु बाहिर लाग्यो भने राम्रो देखिन्न। यतिको फिलिङ हालेपछि माथिको भाग बन्द गर्दै गर्दै यसरी नै घुमाउँदै घुमाउँदै बन्द गर्नुपर्छ। ल हेर्नुहोस् त यमरीको सेप राम्रोसित बनिसकेको छ। सुरुमा माथिको भागलाई चेप्टो बनाउनु पर्छ। यसका बीच भागलाई 2टा औलाको सहायताले चुच्चो बनाउनु पर्छ। मैले चाहिँ मोमो पकाउने भाँडामा बनाउन लागेकी छु। हेर्नुहोस् त मैले सबै यमरी बनाइसके। यमरी राख्नुभन्दा अगाडि यमरी पकाउने भाँडामा राम्रोसित तेल दल्नु पर्छ। यमरी राखेको 15 मिनेट भइसकेको छ र छाम्दा पनि हातमा चिप्केन भने हाम्रो यमरी पाकिसकेको छ भन्ने थाहा पाइन्छ। हजुरहरूलाई यमरी काटेर देखाउँछु। एकदमै राम्रोसित पाएको छ भित्र पनि। यो भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गरिदिनु होला।